यो देख्दै खाउँ खाउँ लाग्ने चाहिँ नरिवलको बर्फी। यो बनाउन पनि एकदमै सजिलो छ कि अनि टेस्ट त हामीले बाहिर मार्केटमा किनेर खाने भन्दा पनि धेरै नै मिठो हुन्छ। ला आउनुहोस् सँगै बनाऊँ है त। यसको लागि चाहिँ मैले 2टा काँचो नरिवल लिएको थिएँ। एउटामा चाहिँ पानी मजाको थियो, एउटामा चाहिँ अलि सुकिसकेको रहेछ। अनि त्यसलाई बोक्रा तासे अनि पखालेर मसिनो टुक्रा बनाएर मिक्सी जारमा राखिदिएँ। यो चाहिँ जति मसिनो भयो त्यति राम्रो हुन्छ। अनि पिसेको नरिवललाई घिउमा राखेर एकछिन पकाउने। यो चाहिँ तातो भएर हल्का ड्राई भइसकेपछि मैले त्यसपछि 2 ग्लास दुध राखिदिएँ। यो चाहिँ अराउन्ड 300 ml जति दुध थियो। अनि दुधलाई हालेर 3-4 मिनट जति पकाइसकेपछि बाक्लो हुँदै जान्छ। अनि त्यसपछि आफ्नो स्वाद अनुसारको चिनी राख्ने। मैले चाहिँ आधी कप चिनी राखेको छु। चिनी राखेर 3-4 मिनट पकाइसकेपछि मैले आधी कप भन्दा अलि बढी मिल्क पाउडर राखिदिएँ। मिल्क पाउडर अथवा खुवा जे राख्दा पनि हुन्छ, त्यसले चाहिँ टेस्ट एकदमै मिठो आउँछ। अनि अर्को 5 मिनट जति पकाइसकेपछि मैले फ्लेभरको लागि चाहिँ थोरै सुकमेलको धुलो राखेर अनि ग्यास बन्द गरिदिएँ। त्यसपछि आधी घण्टा जति चाहिँ कराईमै सेलाउन दिनुपर्ने हुन्छ। अनि त्यसपछि एउटा भाँडामा पिरमा तेल अथवा घिउ लगाएर त्यसलाई खाँदिकन मजाले सेट गरिदिने। अनि सेट भइसकेपछि फेरि आधी घण्टा फ्रिजमा राखिदिने। अनि त्यसपछि आफ्नो हिसाबले काट्ने। मलाई काट्न मन चाहिँ डायमन्ड सेपमा थियो, तर अलिक कन्फिडेन्ट नआएर स्क्वायर सेपमा काटेँ। अनि आफ्नो मनपर्ने ड्राई फ्रुट्सहरू राखेर आधी घण्टा फेरि फ्रिजमा सेट हुन दिएपछि त हाम्रो बर्फी रेडी भयो। हजुरहरू पनि एकचोटि ट्राई गरी हेर्नुहोस् है त।